टाढा गइरहेको यो कारण के हो भनेपछि पोलिटिक्स भन्नुको मतलब घरमा एउटा रकम देखाउने बढी रकम देखाउने र यहाँ आएर तिर्दाखेरि चाहिँ कम रकम देखाउने। हामी यतिखेर बाब्यचोरमा रहेको विद्युत कार्यालयमा आइपुगेको छौँ। हो तिर्नु पनि 33 रुपियाँ होइन। यदि उहाँले कुनै ग्राहकले अहिले असोज महिनामा तिर्न आउनु भएको थियो, यदि गाउँको मान्छेले जुन ठाउँमा त्यो ठाउँको मान्छेले पनि निवेदन हामी यतिखेर बाब्यचोरमा रहेको विद्युत कार्यालयमा आइपुगेको छौँ। यहाँ हामीलाई हिजो अस्तिबाट केही 2-4वटा कम्प्लेन्टहरू आइरहेको थियो। यो बिलहरू बढी भयो यताउति भन्ने यस्ता अनेकै कम्प्लेन्टहरू आइरहेको थियो। प्लस हाम्रो अहिले के भइरहेको छ भने चाहिँ विकट ठाउँहरूमा पनि पावर र पहुँचको आधारमा विद्युत पुगिरहेको छ। तर हाम्रै गाउँठाउँमा यहीँ सामान्य ठाउँमा चाहिँ सहज ठाउँमा अथवा सजिलो ठाउँमा पनि अहिले राम्रोसँग बिजुलीहरू पुग्न सकिरहेको छैन। कयौँ जनताले अझै पनि बिजुलीको नाकमुख देख्न पाएका छैनन्। यस सम्बन्धीमा केही विषय अथवा केही कुरा उत्थान गरौँ, केही कुराहरू भनौँ भनेर चाहिँ हामीले आज सम्बन्धित व्यक्तिहरूसँग केही कुरा गर्नेछौँ र त्यो गरेको कुराहरू हामी तपाईँहरूलाई जस्ताको तस्तै देखाउने भनेर यहाँ आज उपस्थित भएको छौँ। के कस्तो हुन्छ बाँकी हामी अगाडि गएर हेर्ने नै छौँ। यति धेरै जानकारी धेरै आइयो है। परिवार आउँथ्यो भनेको त्यही पनि आइपुग्छौँ एकचोटि पुगौँ भन्ने भयो। यतिखेर हामी हाम्रै पञ्चपुरीको विद्युत कार्यालयमा आइपुगेको छौँ। यहाँ मलाई हिजो र अस्ति मात्र दुई तिन ठाउँबाट के कमेन्ट आएको थियो अथवा 2-3 ठाउँबाट हामीलाई के कम्प्लेन आएको थियो भनेपछि यता घरमा चाहिँ बिजुलीको जुन बिल हुन्छ ऊ चाहिँ धेरै देखाउने, त्यसपछि गएर यहाँ चाहिँ तिर्न आउँदाखेरि हामीले त्यो बिल नलिकन हामीले युनिट 1 युनिट भएको छ भनेर देखायौँ। त्यो देखाउँदाखेरि यहाँ चाहिँ छुट्टै बिल तिरियो। भन्नुको मतलब घरमा एउटा रकम देखाउने बढी रकम देखाउने र यहाँ आएर तिर्दाखेरि चाहिँ कम रकम देखाउने भन्ने एउटा कम्प्लेनहरू आएको थियो हामीलाई धेरै मात्रामा। त्यो कम्प्लेनको आधारमा आज हामीले त्यसको सत्य तथ्य के हो त भनेर बुझ्नको लागि हामी स्वयं कार्यालयमा उपस्थित भएर सरसँग केही कुराहरू बुझ्न चाहँदैछौँ। सबैभन्दा त सरलाई स्वागत छ। अनि सरको नाम शुभ नाम के हो? मेरो नाम चाहिँ गोरखपुर हो। गोरखपुर है, स्थायी आसाम हो। अहिले चाहिँ प्रशासनमा काम गर्छु है। सुनिहाल्नुभयो सर, मैले अघि नै भनिसकेँ। यो जुन घरमा चाहिँ चेक गर्न जाँदाखेरि त्यो जुन एउटा के लिएर गएको हुन्छ होइन, डिभाइस लिएर गएको हुन्छ, त्यो डिभाइसबाट पेपर दिँदाखेरि एउटा तरिकाले धेरै हुने रहेछ अथवा धेरै देखायो भने त्यो पेपरलाई च्यापेर मलाई आएको कम्प्लेन है। त्यो पेपरलाई च्यापेर यहाँ आएर त्यसको फोटो रिडिङ त्यो उसको मिटरको फोटो खिचेर यहाँ आएर त्यो देखाएपछि चाहिँ कम रकम देखायो, हामीले कम तिरेर आयौँ भन्ने कम्प्लेन आयो। त्यसको वास्तविक के? यसमा चाहिँ 1-2 कुरा हुनसक्छ। मुख्यतः के हुन्छ भन्दाखेरि अब त्यो रिडिङ गर्ने मान्छेले चाहिँ मिस्टेकले हान्यो भने मिस्टेकले त्यो युनिट अब इन्ट्री गऱ्यो भने चाहिँ त्यो पनि समस्या हुन्छ होइन। तर बिरलै हुन्छ त्यो समस्या है, त्यस्तो चाहिँ नहोला। अनि अर्को समस्या के भन्दाखेरि अब नियमित रिडिङ नहुँ। अब नियमित रिडिङ किन हुँदैन भन्दाखेरि त्यहाँ हाम्रो चाहिँ रिडिङ गर्ने कर्मचारी फेरबदल भइरहन्छ कि त्यो लामो समय टिक्न नसक्ने। एकजना आएपछि अर्को आउने होइन। त्यो पुरानो मान्छेलाई जति काम गर्ने अनुभव हुन्छ नयाँ मान्छेले त्यति हुँदैन। एरिया पनि थाहा हुँदैन, घर पनि छुट्टिएर हुन्छ। त्यही भएर 2-4 घर छुटेको ठाउँमा एकदम स्टक भएको हुनसक्छ कि। जस्तै तपाईँको लास्टमा अन्तिम महिनासम्म पनि रिडिङ नभयो भने कुनै ठाउँमा चाहिँ हामी सिस्टमबाट के हुन्छ न्यूनतम तिर्ने पनि के अरे न्यूनतम तिर्ने बनाइदिन्छ। त्यो स्टक एक्ज्याक्टली युनिट आउने युनिट त स्टक भइरहेको हुन्छ। स्टक युनिट अर्को महिना देखा भने बढी आउने समस्या पनि हुन्छ। अनि तपाईँले सोधे जस्तै अर्को कुरा अर्को समस्या के हुनसक्छ भन्दाखेरि जस्तै ठिक छ। जस्तो कस्तो हुन्छ भन्दाखेरि अब कहिलेकाहीँ मानव भाद्र महिनाको बिल छ होइन, भाद्र महिनाको महसुल त तपाईँ तिर्न आउनुभयो भने भाद्र महिनाको महसुल तपाईँले भाद्र महिनामा तिर्नुभयो भने चाहिँ अर्को असोजको महिनामा देखाउँदैन होइन। तर भाद्र महिनाको बिल असोजमा तिर्न आउनुभयो भने दुइटैको संयुक्त देखाउन सक्छ। जस्तै पछाडिबाट बुझाइदिनु त। जस्तै यहाँ हेर्नु एउटा कुनै ग्राहकको छ, एउटा कुनै ग्राहकको करेन्ट अमाउन्ट 175 रुपियाँ छ। अनि अपियर्स अमाउन्ट भनेको अघिल्लो महिनाको अमाउन्टको 60 रुपियाँ छ। अनि टोटल उहाँले बचेको एमाउन्ट बचेको होइन तिर्नुपर्ने हो। एक्ज्याक्टली। अब टोटली चाहिँ 235 रुपियाँ हो, तिर्नुपर्ने 33 रुपियाँ होइन। यदि उहाँले कुनै ग्राहकले अहिले असोज महिनामा तिर्न आउनु भएको थियो, यदि भदौको महिनाको योभन्दा अघिल्लो महिना चाहिँ उहाँले भदौको महिना बिल तिर्नु भयो भने चाहिँ यो देखाउँदैन। अब असोजमा तिर्न आउनुभयो भने फेरि अहिले पनि देखाउँछ क्या फेरि।
भनेको सोही महिनामा बिल तिर्नु भयो भने चाहिँ यहाँ देखाउँदैन देखाउँदैन। तर सो महिनाभन्दा अर्को महिनामा अथवा तिर्न आउनु भयो भने चाहिँ अघिल्लो महिनाको पनि देखाउँछ है तिरे पनि देखाउँछ नतिर्ने पनि दुइटै देखाउँछ भनेपछि यदि तिरिसक्नु भएको छ भने समस्या केही भएन नतिरेको भए चाहिँ समेत तिर्ने नै पर्ने त्यही भएर पनि एउटा बढी देखाउनुको कारण थियो त मानौ एक्ज्याक्टली करेन्ट भनेको चाहिँ यो महिनाको तिर्ने चाहिँ 175 मात्रै हो यो महिनाको 175 मात्रै यो महिनाको तिर्न बाँकी छ भने चाहिँ तिर्नै पर्यो न तिरिसकेको छ भने परेन तर यो महिना तिर्न आउनु पनि देखाउँछ भने कहाँको कस्तो हुन्छ भने चाहिँ 175 यो महिनाको करेन्ट एमाउन्ट भयो होइन अब अघिल्लो महिना 100 रुपियाँ स्टकमा रहेको हुन्छ भन्छ नि होइन त्यो स्टकमा 100 रुपियाँ रहँदाखेरि 175 बाट 100 घटाएपछि त 75 मात्रै बच्यो भनेपछि हो त्यो भएर पनि कम देखाउनुको कारण एउटा त्यो हो त्यो पनि एक्ज्याक्टली त्यस्तो बिलहरू पनि छन् हो तपाईँ एडभान्स राख्नु भएको छ भने घटेर पनि कम्पनी आउँछ एडभान्स पहिले राखिरहेको छ भने त घटेर कम घटेर आउने हो तपाईँ भने जस्तै 75 175 सम्म 100 जम्मा भएको छ भने 75 मात्रै आउने हो त्यो समस्या पनि हुन्छ र यस्तो रिडिङ सम्बन्धी समस्या छ भने तुरुन्त यहाँ अफिसमा खबर गर्न पनि अनुरोध गर्छु सामाजिक सञ्जालबाट एकदमै अहिले प्रभावकारी रूपमा छ होइन यस्तो समस्या छ भने त्यो फिल्डमा भएको मान्छेलाई हामी निर्देशन दिन्छौँ उहाँलाई सम्झाउँछौँ बुझाउँछौँ तपाईँहरूले चाहिँ के गरिदिनु पऱ्यो भनेपछि हामी हाम्रो नम्बर पनि राखिदिनुहोस् नलागेको होइन त्यो नम्बर छोडिदिनु होला त्यस्तो समस्या देख्यो तुरुन्तै हामीलाई खबर गर्नु भन्नुहोस् हामी उहाँलाई कारवाही गर्नु पनि के गर्नु पनि हामी के गर्नु पनि गर्छौँ हो त्यो यस्तो अहिले त्यही देखिरहेको छ क्या यतातिर यो यहाँभन्दा पश्चिम भेगमा चाहिँ केही साथीहरू रिडिङको लागि जानुभएको रहेछ रिडिङको लागि जाँदाखेरि चाहिँ अब उहाँको सायद के थियो पनि त्यस्तै मैले जुन भने नि उहाँ बढी देख्यो यहाँ आएर तिर्दा कम तिर्नु भनेपछि त्यसले नयाँ मान्छे हो कि नजानेको हो कि भन्ने खाले धेरै कम्प्लेन्टहरू मान्छे पनि नयाँ हो अहिले खास धेरै कुरा नजानेको त्यो नजानेकोलाई अथोरिटी नपठाइदिनु होला भनेर हामीले विद्युत कार्यालयमा पनि भनिरहेको छौँ भन्ने खालका कम्प्लेन्टहरू अथवा कुरा पनि गर्नुभयो अब त्यो के कस्तो हजुरहरूलाई नै सत्य तथ्य थाहा होला होइन अब यो त भयो बिलको कुरा यदि त्यस्तो केही प्राविधिक मिस्टेकहरू छ भनेपछि अथवा त्यो बढी आए जस्तो लाग्छ बिल आफूले युज गर्यो भन्दा भनेपछि हामी नम्बरहरू तल कमेन्टमा अथवा त्यो हामी डिस्क्रिप्सनमा छोडिदिनेछौँ त्यहाँबाट हजुरहरूले कन्ट्याक्ट गर्न सक्नुहुन्छ यतिखेर बागबजारकै पञ्चपुरीकै बागबजारमा रहेको विद्युत कार्यालयमा अथवा विद्युत कार्यालयको प्राविधिक सर हुनुहुन्छ सबैभन्दा पहिला त सर शुभ नाम थाहा होइन सर शुभ नाम मेरो नाम डकेन्द्र प्रसाद उपाध्याय म चाहिँ यहाँ बागबजारको सब स्टेसन हेर्छु सब स्टेसनको के पोस्ट भन्नुभयो प्राविधिक नै प्राविधिक ट्रेनिङ सेन्टरमा ल म त्यसो भएपछि प्राविधिक सम्बन्धी नै क्वेसन सोध्न चाहे सरलाई अहिले के छ यतापट्टि यो उहिनेदेखि चिसापानीको रुखहरू सबै काटेर भ्याइदिनु सक्यो त त्यो लाइनबाट बत्ती जाने कुनै सम्भावना त छैन सम्भावना बत्ती जाने पहिलाको जस्तो त्यो रुख काट्दाखेरि बत्ती जाने समस्या त रहँदैन छ तर कुनै कारणले गर्दा त्यहाँ फल्ट आयो भने लम्कीदेखि हाम्रो बागबजारसम्म फल्ट आयो भने कोइन्सिडेन्टली फल्ट आयो भने चाहिँ त्यो समस्यालाई जाने समाधान गरेर त्यो लाइन सुधार गर्न सकिन्छ तर पहिलाको जस्तो त्यो रुख काट्ने बेलामा दिनभरि लाइन गरेको जस्तो चाहिँ हुँदैन दिनभरि जाँदैन भन्नु यो हाम्रो यहाँ यो बिजुली यो सब स्टेसनमा चाहिँ कहाँ दुईतिरबाट आएको छ हो एउटा सुर्खेत साइडबाट हजुर एउटा सुर्खेत सब स्टेसनबाट आउँछ र एउटा लम्की सब स्टेसनबाट आउँछ दुई ठाउँबाट आउने हामीलाई जस्तो बत्ती हाम्रो सुर्खेत बत्ती गइरहेछ भन्ने सूचना सुन्दा पनि हाम्रो लाइनमा बत्ती आइरहेको हुन्छ कहिलेकाहीँ होइन त्यस्तो अवस्थामा यताबाट सबैको हाम्रो हुन्छ के हो लम्कीदेखि बागबजारसम्म लाइन चल्छ त्यो चल्छ त्योबाट हाम्रो गाउँसम्म वितरण हुन्छ हिजो मात्रै हामीले के गरेका छौँ भने सुर्खेततिर जाने लाइनको एउटा अलग सर्किट बनाइरहेका छौँ जसले गर्दा अब यो बागबजारदेखि सुर्खेतको बिचमा लाइन फल्ट भयो भने यताको लाइन डिस्टर्ब हुँदैन अनि यो बागबजारदेखि सरी खम्बागाडीदेखि बटेश्वरसम्म रुखकटान काम चालु छैन रुखकटान कार्य जारी छ जसले गर्दा अस्तिको साँझ करिब 1:48 मिनटमा चाहिँ तपाईँको के भयो भने काट्दै गरेको हाँगा चाहिँ मतलब रातिको लाइन काट्ने रुख काट्ने कुरा भयो तर एउटा हाँगा चाहिँ टुटेर लाइनमा गएको र त्यसपछि लाइन डिस्टर्ब भयो 1:48 मिनट रातिको 1:48 मिनट हजुर जसले गर्दा यहाँको लाइन अवरुद्ध भयो त्यताको लाइन काटेर हामीले अनि यहाँ यो ठाउँमा चाहिँ हामीले 2:13 मिनटमा लाइन चलायो भनेपछि त्यो लाइन रातिमा त्यतिखेर अवरुद्ध भयो अब यसमा रातिको कुरा निकालिहाल्नु भयो कर्मचारी कस्तो प्राविधिक सम्बन्धी कर्मचारी कस्तो डे र नाइट गरेर छुट्टै हुनुहुन्छ कि त्यो अलिकति के छ भने हामी यहाँ कर्मचारी कम भएर हाम्रो ड्युटी चाहिँ बिहान 6 बजेदेखि अर्को बिहान 6 बजे 24 घन्टामा हाम्रो चाहिँ बिहान 6 बजेदेखि अर्को 6 बजेसम्म रेस्ट कतिखेर गर्नुहुन्छ रेस्ट ठ्याक्कै रेस्ट भने छुट्याएको छैन 24 घन्टा चाहिँ यहाँ नोल्याको साथीहरू पनि 24 घन्टा यता सब स्टेसन चाहिँ 24 घन्टा उस्तै गऱ्यो भने प्रशासन सबले पनि
24 घण्टा मतलब आफ्नो टाइम भयो टाइमभन्दा डेभलप पनि हुन्छ ओभर। भन्दा किनभने हाम्रो काउन्टर 3 बजे बन्द भइहाल्छ नेपालभरि विद्युतको काउन्टर 3 बजे बन्द भइहाल्छ तर पनि चाहिँ यहाँ ग्राहकको प्रेसरले गर्दा त्यो 4 साढे 4 जबसम्म बैङ्कले बोलाइदिएन तबसम्म चाहिँ हामी सेवा दिइरहेका थियौँ भनेपछि अनि त्यही अनुसारको भनिहाल्नु 24 घण्टा हामी एनी टाइम खटेको हुन्छ त्यही अनुसारको पारिश्रमिकहरू आइरहेको छ के छ गुनासो त्यस्तो पारिश्रमिक अनुसार कार्यालयले हामीले छुट्टै दिने भन्ने हुन्न कर्मचारी सेवा शर्त विनियम 2075 अनुसार जे सेवा सुविधा प्रत्येकले पाउनुपर्ने हो त्यो सुविधा चाहिँ आइरहेको छ सबै आइरहेको छ मतलब त्यसमा केही गुनासोहरू त्यस्तो केही छैन हामीलाई यति काममा खटाएर यति मात्रै दियो भन्ने त्यस्तो केही त्यस्तो केही पनि छैन सर कसैलाई पनि कुनै पनि कर्मचारीलाई त्यो छैन कर्मचारीलाई यदि कर्मचारीलाई चाहिँ त्यस्तो लागेको छ भने अथवा मेरो पारिश्रमिक कम आएछ भने हामीले सिधै हाकिम सरसँग हामीले कारण सोध्न सक्छौँ त्यो अर्को एउटा सामान्य प्राविधिक कुरा नै छ जस्तो लाइन गइरहेको छ यहाँबाट यता माथिगाउँ हुँदै विद्यापुरसम्म गइरहेको छ लाइन एक्कासी विद्यापुरमा एउटा रुखमा टच भएर उता त्यहाँभन्दा उताको लाइन अवरुद्ध भयो अथवा त्यो लाइन कट भयो बत्ती गएन त्यो चाहिँ हामीलाई एक्ज्याक्टली त्यहाँ रुख लाग्यो अथवा त्यो रुख लाग्ने बित्तिकै के हुन्छ यहाँ साइरनहरू बज्ने के हुन्छ त्यसको त्यो रुख लाग्ने बित्तिकै के हुन्छ भने सर यहाँ लाइन ट्रिप हुन्छ लाइन ट्रिप भएर हाम्रो ब्रेकर ट्रिप हुन्छ ब्रेकर ट्रिप भयो भने यहाँ अल्ट्राम भन्छ सर अघि भर्खर तपाईँले सुन्नुभयो मैले सुने त्यो अल्ट्राम बज्यो भने सर हामीले अलिकति समय वेट गर्छौँ यता ग्राहकले कहीँ देख्नु भएको थियो पड्केको अथवा आगो बलेको रुख ढलेको देख्नु भएको थियो कि हामी 2-3 मिनट वेट गर्छौँ त्यसपछि फोन आएन अथवा केही मतलब केही सूचना आएन भने चाहिँ हामीले फेरि एकचोटि लाइन चेक गर्छौँ लाइन चेक गरेर लाग्यो भने लागिहाल्यो लागेन भने चाहिँ हामीले फेरि यहाँबाट गएर के गर्नु पऱ्यो भने सेक्सन छुट्याउनु पऱ्यो सर त्योभन्दा पारेको लाइन छुट्याउनु पऱ्यो अथवा हामी यहाँ मालिगाउँसम्म चेक गर्छौँ त्यसभन्दा पारे हामी अगाडि बढाइहाल्छ क्या सर डिस्कनेक्टिङ कुन ठाउँमा छ त्यो डिस्कनेक्ट गरेर हामी लाइन डिस्कनेक्ट गरेर त्यो थर्ड सेक्सन छुट्याउँछौँ यो सेक्सनमा फल्ट रहेछ भनेर थाहा पाएपछि भने चाहिँ हामी त्यहाँ भनेपछि यो ठाउँमा त्यसरी छ भनेर पत्ता लगाइन्छ सेक्सन छुट्याउने मुख्य उद्देश्य भनेको सेक्सन छुट्याउने अहिले अनि यता तल्लो भेगहरूमा अनि अर्को एउटा कुरा राखिहालेँ मैले यो गाउँहरूमा धेरै जस्तो गाउँहरूमा जस्तो सामान्य कुरा गर्दा यहीँ गाउँठाउँहरूमा पनि धेरै ठाउँमा चाहिँ सानो सानो टोलहरूमा त जस्तो तल्लो टोल माथिल्लो टोल यो टोल त्यो टोल भन्ने हुन्छ त्यस्तो टोलहरूमा गाउँ ठाउँमा बिजुलीहरू पुग्न सकेको छैन यसको लागि कसलाई कुरा गर्नुपर्ने कोसँग कुरा राख्नुपर्ने यसको लागि केही कुराहरू हामीलाई पनि थाहा हुन्छ त्यहाँ सुनिन्छ यो चाहिँ हामीले माथि हाम्रो जिल्लामा हाम्रो हेड अफिसलाई हामीले खबर गर्छ र त्यसपछि के हुन्छ भने यो ठाउँमा लाइन छैन भने चाहिँ त्यो अनुसारको योजना गरेको हुन्छ होइन त्यसपछि त्यो योजनाहरू ठ्याक्कै गाउँको मान्छेले पनि जुन ठाउँमा लिनु भएको छैन त्यो ठाउँको मान्छेले पनि निवेदन है मान्छे कति घर परिवारमा छैन त्यो अनुसार निवेदनहरू दिएपछि हामीले माथि खबर गर्नु सजिलो हुँदैछ त्यो योजनाहरू कन्फर्मै जस्तो त्यहाँको निवेदनहरू हस्ताक्षरहरू लिएर आएर कन्फर्मै योजना पर्छ भन्ने चाहिँ के हुन्छ सर ठ्याक्कै यो फेरि हामीले यहाँ ठाउँमा कुरा गर्छ माथि योजना कस्तो छ त्यही अनुसार अब यो नलाइले त्यति आइरहेको भनेपछि नर्मल्ली यहाँ धेरै ठाउँ छ क्या सर हामीलाई धेरै गुनासोहरू आइरहेको हुन्छ यो जस्तो माथिगाउँको यो तल्लो भेगमा पनि पुगिरहेको छ दुलाथाईको त्यहाँ 3-4वटा भेग पनि छ दुलाथाईका भेगहरूमा पनि पुगेछ त्यो माथिल्लो भेगहरूमा पनि पुगेछ त्यहाँ 3 कुने त्यो साइड त्यता धेरै साइडहरू छ माथि गाउँतिर चाहिँ पुलहरू छैन भनेर अस्ति पनि खबर आएको थियो त्यहाँ चाहिँ पुलको लागि हामीले माथि खबर गरेको छ जिल्लामा खबर गरेको छौँ जिल्लाको सर हुन्छ भन्नुभएको छ त्यहाँ कहिलेसम्म आउने सम्भावना छ ठ्याक्कै त्यसको लागि त माथि अनुमानित यो दसैँ दीपावलीपछि नै हुन्छ दसैँ दिवालीपछि दसैँ दिवाली बिचमा हजुरहरूको बिदा समय के कस्तो छ बिदा हुन्छ कि हुँदैन बिदा ठ्याक्कै सर यो सरकारी बिदा भनेको अथवा त्यसपछि सरकारी बिदा भइसकेपछि अरू समय त कार्यालयमै हो सर अनि बिदाको समयमा बत्तीको प्रोग्रामहरू के झेल्न त पर्दैन नि त्यस्तो केही पर्दैन सर हामी कर्मचारीसँग यही छौँ होइन अथवा अब हामीले त्यसपछि यो चाडपर्व सक्यो त्यो रोटेसनमा बिदा गरौँ न त्यो कुरा हो तर कर्मचारीको अभावले चाहिँ लाइन अवरुद्ध हुने भने चाहिँ कर्मचारीको अभावले लाइन अवरुद्ध चाहिँ हुँदैन दसैँ तिहारमा बत्ती ढिलिमिली बाल्न पाउँछन् जनता त्यति विश्वस्त हुँदा हुन्छ एकदम सर यति जानकारीको लागि धेरै धेरै धन्यवाद अगाडि दिनहरूमा भेट्दै अनि सजिलो ठाउँमा करेन्ट आउन बत्ती पोलिङ भएकै छैन सजिलै ठाउँमा गएको छैन कि सजिलै ठाउँमा बत्ती गएको छैन अनि अप्ठ्यारो ठाउँमा अप्ठ्यारो ठाउँमा गइरह टाढा गइरह नजिकै गएको छैन छैन यो कारण के हो भने चाहिँ पोलिटिक्स
पावर चाहिन्छ यसमा पनि चाहिन्छ बत्ती करेन्ट जान पनि पावर चाहियो कर्मचारीको त के दोष कर्मचारीले यहाँ जोडिदियो भने जोडिदिने हो यहाँ पुऱ्याइदियो भने उहाँहरूलाई पनि वडा अध्यक्षले फोकडा पेले हुन्छ पेले आउँछ यस्तो गर्नुपर्छ अनि के छ भने चाहिँ पर्सनल तार छ नि पर्सनल तार कालो तार घरमा जाने त्यहाँ गएर पोल हाले एउटा त्यहाँ पोल हालेको हुने त्यहाँ पोल हाले पर्सनललाई भनेपछि त्यतातिर बस्ती घर ठाउँमा 8-10वटा घर भयो पोल हाले होइन किनभने पोल छैन भन्दै बेला यस्तो कहाँ पुऱ्याइसक्यो यहीँ सामान्य यही गाउँठाउँमा चतुरै बराइ चाहिँ त्यति गरेर यता बाबेचोर यता यता यो तल्लो साइड माझी गाउँ दुलालता यो साइडमा सामान्य ठाउँमा त्यस्तो ठाउँमा बत्ती छोड्दैन एउटा समस्या के पनि भन्नु टेन्डर दिनेलाई गतिले ठेकेर टेन्डर नदिनु तपाईँले उता भिडियो बनाइराख्नु मैले हेरिराखेको छु त्यो भइसकेपछि समस्या के हो भने त्यही हो गतिले हात पार्दैन त्यसपछि उसले चाहिँ खचाखुची गर्छ अनि फुल गाडी गाडिदिनु अनि उहाँलाई समस्या लाग्छ अनि गाडी पाउने त यहाँ अफिसले मिटरको केसमा के हुन्छ भने चाहिँ जो यहाँ रिलेसन भएको मान्छे हुन्छ अनि उसले पाउँछ मिटर छिटो पाइहाल्छ वायरिङ गर्नेवालाले काटिने लगेर जान्छ नि मिटर हामीलाई मिटर पाउन मात्र गराएको आएर मिटर पाइन्न कि ठ्याक्कै मिटर पाउन मात्रै 8-9 महिना लाग्यो हामीलाई मिटर पाउन मात्रै छ भनेपछि सोच्नु न त्यत्रो अब पावर बगाएर एकजना वायरिङ गर्ने पेट्ने त दुराइदिएर हिँड्ने हुन्छन् मैले 1 महिना भएका मिटर ल्याउने अहिले 2 वर्ष भयो अब त्यो मिटरमा अब त नाम आफ्नो छ त उहाँ देखाउनु यहीँ आउनु पर्छ हेर्नु अब त आज त सुझा भएपछि हुन्छ नत्र अर्को मिटर लैन्छ भन्ने के समस्याहरू छ मेरोमा तपाईँको जस्तै मेरो नाम देखाउँदैन मिटर नम्बर जुन देखाएको नाम मेरो यहाँ मेरो पुरै नाम छ एउटै नम्बरबाट 2टा मिटर गयो भन्नु मिटरको नम्बर बाहिर एउटै नम्बर 2टा परिहाल्ने 2टा पर्यो यहाँ मैले कतिचोटि आएर उहाँहरू पनि गर्नुभयो मिटर लगाउँदाखेरि हजुरले आफ्नो फोटो हेरेर सबै हेरेर डिटेल लाग्नुभयो कहिले लानु पठाउनु आफै स्वयं मैले लगेछु मैले मिटर नम्बर सबै स्वयं हालेको थिएँ मिटर नम्बर सब आज यहाँ आएर कतिचोटि तपाईँहरूले सुरु पनि फोन गर्नुभयो आज त्यही भएर केटाकेटी म घरमा आउने पोहोर तादी केको महिना भर्खर लगे मिटर हो होइन 1 वर्ष भइसक्यो मेरो 1-1.5 वर्ष भइसक्यो 1-1.5 वर्ष होइन तपाईँ कुन हो दुलालाई ठ्याक्कै दुलालाई छब्ला लङ्कल ठ्याक्कै छब्ला लङ्कल गर्दै यतापट्टि छब्ला सिक्देल गर्दै यतापट्टि सिक्देल त्यसो म पनि त्यो सबै त्यो हजुर यहाँ फाइलहरू सबै खोज्नु भयो यहाँ खोजेर पनि तपाईँहरूले सुरु अफिसमा पनि फोन गर्नुभयो फाइल भयो भेट्यो त्यो समस्या अर्को देखेछ त्यसलाई पनि समस्या